संसारमा केही मानिसहरू आध्यात्मको नाममा शान्ति र ज्ञान बाँडिरहेका छन्। तर दुःखको कुरा के हो भने केही स्वघोषित बाबा र गुरुहरूले यसैको आडमा करोडौँ कमाइ गरिरहेका छन्। हाम्रो भरोसा र विश्वासको फाइदा उठाउँदै ती बाबा, गुरु, माता भन्नेहरूले हामीलाई सजिलै ठग्न सफल भएका छन्। यसै विषयलाई आजको भिडियोमा यी ठगहरूको धन्दा र तिनीहरूले हामीलाई कसरी भ्रममा पार्छन् भन्ने बारेमा चर्चा गर्नेछौँ। धर्मको नाउँमा शान्त र सरल जीवन जिउने सुझाव दिने यी व्यक्तिहरूको जीवन कस्तो छ त आउनुहोस् हेरौँ। रामदेव बाबा ने क्या न्यू डिफेंडर को बाई कर लिया है? युग में आदमी सिर्फ पैसे के पीछे भाग रहा, ना भक्ति से मतलब, ना ज्ञान से मतलब, ना वैराग्य से मतलब। उसे लगता पैसा पैसा पैसा। ऐसा उसे आजकल दुनिया वालों को देखकर ऐसा लगता है जैसे ये मरेगा तो पूरा लेके मरेगा, पूरा बांध कर ले जाएगा। और भी लोग हैं जो जनरली भक्तों को कहते हैं कि हमें मोह माया में नहीं पड़ना चाहिए, लेकिन उसके बावजूद एक काफी लैविश लाइफस्टाइल की जिंदगी जीते हैं। एक्सपेंसिव घड़ियों के साथ, शॉल्स के साथ, डियोर की लेदर हैंडबैग्स के साथ। यी बाबाहरूले कसरी ग्रन्थलाई आफ्नै फाइदाको लागि तोडमोड गर्दछन् त? तिनीहरूले हामीलाई आध्यात्मिक जागरण वा मोक्षको कथा सुनाउँछन्, तर के ती व्याख्याहरू वास्तवमै यथार्थ हुन् त? प्राय ती बाबाहरू आफ्नै अनुयायीहरूलाई भक्ति र त्यागको महत्त्व सम्झाउँछन्, तर तिनीहरू आफै ती शिक्षालाई पालन गर्दैनन्। यी बाबाहरूले मानिसको मनोविज्ञानलाई कसरी प्रयोग गर्दछन् त? यहाँ केही तरिकाहरू छन्। सामूहिक सम्मोहन। ठुलो भिडमा मानिसहरूलाई छिट्टै भावनामा बहकाउन सजिलो हुने हुँदा बाबा या गुरुहरू सामूहिक कार्यक्रममा बढी जोड दिने गर्दछन्। रोगीमाथि हार राख्ने चाहिँ निको भइहाल्दैछ। दुखिरहेछ भने अहिले आउनुहोस्, अहिले निको हुनुहुन्छ। कोही छ तेल लगाएर चाहिँ रोग निको बनाएको, यो भ्रम फैलाएको भन्नेहरू पनि छन् नि। भ्रम फैलायो त अनि बिरामीले नै ठिक भयो भन्छ। कसरी भ्रम फैलायो? मैले चाहिँ लु तिमी ठिक भयो, काटिरहेछ, रगत आइरहेछ, होइन पिप भएको भन्दाखेरि पत्याउँछ मान्छेले। धेरैको सन्चो भएको यहाँबाट तपाईँको अब मैले आफैले घमण्ड गरेँ होइन, अरूहरूलाई पनि सोद्धा हुन्छ। तपाईँ 100जना बिरामीमा भनेको 60-70% बिरामीहरू ठिक भएको छ। अर्को रहेको छ आश्वासनको जालो। हामी सबैलाई केही न केही समस्या हुन्छ, तिनीहरूले त्यो समस्याको सपोर्टिभ सल्लाह दिएर हामीलाई भावनात्मक रूपमा बाँध्ने गर्दछन्। भाई कहाँ से आप आए? डिस्ट्रिक्ट भिवानी, हरियाणा से जी। भाई आपकी शादी हुई है? हाँ जी। अब ये बताओ कि शादी अटेंड कब की आपने? क्योंकि ये शेरवानी, घोड़े, बैंड बाजे, ये चीज़ें क्यों आ रही हैं? किसी की शादी अटेंड की? 4 महीने हो गए जी। 4 महीने पहले किसकी शादी अटेंड की थी? दुकान से कार्ड आया हुआ था। भाई उसकी शादी में दिया क्या था? गिफ्ट क्या दिया था? लड़के की शादी थी, कुछ नहीं दिया। हैं? अब जाके दे देना। जाओ बैठ जाओ। दर्द कहाँ हो रहा है? सर में। इससे में देखो कहाँ दर्द हो रहा है? बीच में। बीच में। हाथ हटा लो। कहाँ है देखिए? हो रहा है अभी भी। नहीं। अब बताएं। नहीं हो रहा है अभी भी। बाबा का करिश्माई हथौड़ा, बच्चा पैदा करने की ऐसी तरकीब, ऐसी तकनीक आपने आज से पहले कभी देखा नहीं। अर्को छ अति नै व्यक्तिगत सन्देशहरू। केही बाबाहरू त तपाईँको जीवनमा घटेका घटनाको भविष्यवाणी गरेर अझै उनीहरूप्रति आस्था बढाउने काम भइरहेकै हुन्छ। चिना मैले पढेकै छैन, ज्योतिष छैन, म मेरो अलौकिक शक्ति हो। ठुलो घटना हुँदैछ राजनीतिक, त्यहाँ हानापिट मारापिट हुँदैछ भने माधव कुमार नेपाललाई त्यो पनि भयो। उहाँले दुईटै क्षेत्रबाट हारे पनि प्रधानमन्त्री बन्ने ग्रह छ भने थियो उहाँलाई, त्यो पनि उहाँ प्रधानमन्त्री बन्नुभयो। इन्डियाले बनाउन चाहे भने 24 घण्टामा पनि राजतन्त्र फर्काउन सक्छ। यसले कस्तो परिणाम दिन्छ त? केही व्यक्तिहरूले यी बाबाहरूको विश्वासमा परेर आफ्नो सम्पत्ति र समय दुवै गुमाएका छन्। केही घटनामा त यस्ता बाबाहरूले अपराधसम्म गरेका छन्। Moving on, the Nepal police has arrested Ram Bahadur, the self-claimed spiritual leader, also known as Buddha Boy. Now, the God man is facing allegations of abductions and rape of his followers. वत्याउने कसले होला?
पशुपतिको कोटियो महायज्ञ लगाउँदा घाटा भयो रे। हाम्रो दान विवरण नगद आय भन्दा खर्च बढी देखिएको छ। यो बाबा रामदेव की पतंजलि की दिव्य फार्मेसी को बड़ा झटका लगा है। उत्तराखंड सरकार ने बड़ी कार्रवाई की है। कंपनी के 14 प्रोडक्ट्स पर बैन लगा दिया है, साथ ही लाइसेंस भी सस्पेंड कर दिया गया है। उत्तराखंड सरकार ने इन सभी प्रोडक्ट्स पर भ्रामक विज्ञापन फैलाने के मामले पर बैन लगाया है। आज कोयम्बटूर में जग्गू वासुदेव के ईशा फाउंडेशन पर पुलिस की रेड हुई। ये सारी कार्रवाई हाईकोर्ट के आदेश पर हो रही है, क्योंकि कोयम्बटूर के एक रिटायर्ड प्रोफेसर एस कामराज ने ईशा फाउंडेशन पर इल्जाम लगाया है कि जग्गी वासुदेव के आश्रम में उनकी 2 बेटियों का ब्रेन वॉश किया गया। बेटियों को परिवार से मिलने नहीं दिया जा रहा। हामीले यसबाट कसरी जोगिन सक्छौं त? सबैभन्दा पहिले हरेक धार्मिक वा आध्यात्मिक दाबीको सत्यता अनुसन्धान गर्नुहोस्। यस्ता व्यक्तिहरूले दिएको आश्वासनलाई बिना प्रश्न स्वीकार नगर्नुहोस्। आफ्नो प्रश्नको उत्तर खोज्न डर नमान्नुहोस्। धर्म र आध्यात्मिकता भनेको राम्रो आचरण र हाम्रो आत्माको शान्तिको लागि मात्रै हो, कसैको व्यक्तिगत लाभको लागि होइन। तसर्थ हामीले आँखा खुल्ला राख्नुपर्दछ र यस्ता प्रकारका ठगीबाट आफू पनि बच्नुपर्छ र अरूलाई पनि बचाउनुपर्छ भन्दै आजको यस भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट लाइक गर्न नबिर्सिनुहोला।